हाई एभ्रिबडी, म आज तपाईँहरूलाई सिकाउन गइरहेको छु हामी युट्युबबाट कसरी भिडियो डाउनलोड गर्न सकिन्छ भनेर। आउनुहोस्, हामी सबैभन्दा पहिलो कुरा हामी हामी यो गुगल क्रोम होइन, हामी इन्टरनेट यो इन्टरनेट पनि होइन, हामी मोजिला फायरफक्सबाट चाहिँ द्वारा हामी युट्युबबाट भिडियो डाउनलोड गर्न सकिन्छ। तपाईँहरूसँग मोजिला फायरफक्स छैन भने तपाईँहरू डाउनलोड गर्न सक्नुहुन्छ। पहिला हामी मोजिला फायरफक्समा जाउँ अनि मोजिला फायरफक्समा गइसकेपछि हामी यहाँ क्लिक गर्नेछौँ। लेफ्ट ह्यान्ड साइडको एड अन गर्नेछौँ। हामी एउटा एप्लिकेसन एड गर्नेछौँ। एप्लिकेसनको नाम हो युट्युब डाउनलोडर अनि हामी क्लिक गर्नेछौँ। युट्युब डाउनलोडरमा गएपछि हामीले यहाँ देख्नेछौँ धेरै युट्युब डाउनलोडरहरू छ, तर हामी यो इजी डाउनलोडर 6.8 हामी इन्स्टल गर्नेछौँ। हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुन्छ एकछिनमा यो इन्स्टल भएको छ। अब हामी यसलाई बन्द गर्न सक्छौँ अनि हामी जान्छौँ युट्युबमा www.youtube.com मा। youtube.com मा गएर हामी कुनै एउटा भिडियो हेरौँ। फर इक्जाम्पलको लागि एउटा नेपाली सङ्ग्स टाइप गरौँ। नेपाली सङ्ग्स टाइप गरिसकेपछि हामी जुनैसुकै एउटा भिडियो लिन सक्छौँ। तपाईँहरूको लागि म यो भिडियो हेरेँ अनि यो भिडियो हेरिसकेपछि तपाईँहरूले यहाँ एउटा बटन देख्नुहुन्छ, यानि डाउनलोड बटन देख्नुहुन्छ। तपाईँहरूले यो नयाँ बटन छ तपाईँहरूको। यो नर्मलमा तपाईँहरूको त्यो अघि हामीले युट्युब डाउनलोड गर्नुभन्दा अगाडि यो तपाईँहरूकोमा थिएन। अब हामीले यहाँ डाउनलोड गर्न सक्छौँ। यो डाउनलोडमा क्लिक गरिसकेपछि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर धेरै अप्सनहरू छ अनि हामी यो अप्सनमा यो MP4 360 वाला हामी यो वाला डाउनलोड गर्नेछौँ। यो वाला हामी क्लिक गर्नेछौँ। अब हामी यो सेभ फाइल भनेर आएको छ अनि यो सेभ फाइलमा हामी ओके क्लिक गर्छौँ अनि हेर्नुहोस् हामी यहाँ देख्न सक्छौँ यो 10 11 सेकेन्ड 12 सेकेन्ड भन्दा लाग्दैन यो। अब यो भिडियो हामी यसलाई बन्द गर्न सक्छौँ। केही असर पर्दैन, हामी पुरै फुल हेर्नुपर्छ भन्ने छैन, यसलाई बन्द गर्न सक्छौँ। अनि हामी गएर अब हामीले डाउनलोड गरेको ठाउँ हामी हेर्न जान्छौँ। डकुमेन्टमा गएर हामी डाउनलोडमा हामी यहाँ देख्न सक्छौँ कन्दरा नेपाली सङ्ग्स भनेर यो हामी प्ले गर्न सक्छौँ। तपाईँहरूले चेक गर्न सक्नुहुन्छ यो डाउनलोड भएको सही छैन राम्रोसँग भनेर। मजाले राम्रोसँग चलेको छ, केही छैन। म यसलाई बन्द गरिदिन्छु। हस् त, तपाईँहरूले यसबाट धेरै उपयोगी कुराहरू सिक्नुभयो होला। तपाईँहरूलाई केही यसको बारेमा सल्लाह सुझाव छ भने मलाई इमेल गर्नुहोला। धन्यवाद।